भन्दा यति खोला छ छाउनी छ एउटा हो आम्मामा त्यो ठुलो पानी परेर भल हेरौँ न भल आकाशमा परेको पानीको भल यति ठुलो झोरा खान्छ ए सोला सोला हामी अब पर्खौँदेखि बसिराखेका हो 8-9 पुस्तासम्म मैले नि गन्छु तैपनि कहीँबाट आएको भनेर चाहिँ थाहा भएन हाम्रो उत्पत्ति चाहिँ खास गरी माथि पुर्खाहरू जेजु पुर्खाहरू चाहिँ उसमा माथि काठमाडौँभन्दा माथि चौबारको डाँडामा चाहिँ बसेको थियो अरे भन्ने कुरा सुनेको हो तर त्यो चौबारको डाँडाबाट चाहिँ तल झर्दै झर्दै हामी यतातिर बसेको अहिले चाहिँ नेपाल चेपाङ सङ्घको तथ्याङ्कअनुसार 6 जिल्लामा छ भन्ने खालको कुरो छ तर 4 जिल्ला चाहिँ हामीलाई थाहा छ गोर्खा धादिङ चितवन मकवानपुर पहिलेदेखि भएको चाहिँ यहाँ हो अहिले चाहिँ बिस्तारै बिस्तारै यही 4 जिल्लाबाट फेरि फैलिँदै अहिले चाहिँ 6 जिल्लासम्म चाहिँ तनहुँ लमजुङ तिर पनि अहिले पहिलाको चाहिँ जीवनशैलीहरू अहिले भन्दा अलिक फरक नै थियो कस्तो भन्दाखेरि अब उहाँहरूको खानपान होइन जस्तै लाउने कुरोहरूमा पहिलाको अहिलेको मान्छेहरूले अब हरेक लुगाहरू लाउने हरेक त्यो पोसाकहरू कि हरेक त्यो वेशभूषाहरू त्यस्तो भयो पहिला चाहिँ ठ्याक्कै त्यो आफ्नो मातृभाषा मात्रै बोल्ने नेपाली पनि त्यति बोल्न नआउने त्यस्तो थियो अब काम गर्दाखेरि पशु पनि त्यति पाल्दैन थियो काम गर्दा चाहिँ त्यो खोरिया खन्ने खोरियामा चाहिँ उनीहरू जस्तै 3 साल खोरिया भन्छ 1 साल चाहिँ एउटा पाखो सल्लक्क फाँड्यो अनि त्यहीँनिर घर बनाएर चाहिँ त्यो 1 सालको अन्नबाली त्यहीँ भित्रायो अनि त्यही खाने फेरि अर्को साल फेरि अर्कै पाखोमा चाहिँ खोरिया फान्ने त्यस्तो खालको प्रचलन थियो तिनीहरूको चार बज्छन् हामीले चेपाङ समुदायमा के छ त भनेर अनुसन्धान गर्दाखेरि अब उहाँहरूसँग सोधपुछ गरेर सल्लाह गर्दाखेरि चाहिँ 23-24 प्रकारको तरकारीहरू चाहिँ घरमा पाइँदो रहेछ भने 44-45 प्रकारको तरकारीहरू चाहिँ जङ्गलमा भेट्यौँ हामीले उहाँहरूले खाइराख्नु भएको सिजन अनुसार मौसम अनुसार उहाँहरूले चाहिँ खाने गरेको त्यत्रो तरकारीहरू रहेछ आखिर त्यो त आधाभन्दा बढी तरकारी त जङ्गलमा रहेछ
त्यो फेरि यति स्वास्थ्यवर्धक छ जो चाहिँ एकदम अर्गानिक छ, त्यसमा चाहिँ विषादी रहित छ, त्यो प्राकृतिक पनि छ। त्यो चाहिँ एकदमै राम्रो भएपछि जङ्गलको पनि संरक्षण गर्ने, अब ल्याउन सक्नेलाई घरपालुवा बनाउने, त्यसलाई बिस्तारै घरतिर पनि ल्याउने, होइन भने त्यो जङ्गलमा कसरी त्यो संरक्षित हुनसक्छ, सुरक्षित हुनसक्छ, त्यसलाई पनि बढाउन के अरे कसरी त्यसलाई बढाउन सकिन्छ, अर्थात् जङ्गललाई अलिकति बचाएर हुन्छ कि अलिकति त्यहाँ केही कुराहरू सुरक्षित गर्दा हुन्छ कि ठाउँअनुसार अब स्थान तोकेर यसलाई चाहिँ तरकारीको जङ्गल भनेर भन्ने कि यो गेठा चाहिँ विशेष गरेर चाहिँ अब 2 सिजन निकाल्न सकिन्छ। एक सिजन भनेको चाहिँ यो भदौ र असोजको महिनामा, यो बेला भनेको चाहिँ यो गेठा चाहिँ जुन यो यसको बोट हुन्छ नि, बोट अथवा यो लहरा चाहिँ सुक्ने अवस्था हुन्छ। यो सुक्ने अवस्था भइरहेको बेलामा चाहिँ त्यो यो छिपिसकेको हुन्छ कि त्यो भित्रको जुन जमिन भाग हुन्छ नि, त्यो चाहिँ छिपिसकेको हुन्छ, पूर्ण रूपमा छिपिसकेको हुन्छ। त्यही भएर यसले चाहिँ त्यो बेलामा चाहिँ खान सकिन्छ। र अर्को सिजन भनेको चाहिँ जुन यो सुकेर जान्छ नि त यो यसको बोट अथवा यसको के भन्छ लहरा, सुकिसकेपछि अब त्यसलाई भेटाउनु गाह्रो हुन्छ होइन। जमिन मुनि त रहन्छ, तर भए तापनि त्यसलाई चाहिँ भेटाउन गाह्रो हुन्छ कि खोज्नलाई गाह्रो हुन्छ। त्यही भएर यसलाई चाहिँ अर्को सिजन भनेको चाहिँ फागुन चैतदेखि लिएर चाहिँ जेठसम्म, जेठको भनौँ न पहिलो हप्तासम्म चाहिँ यसलाई चाहिँ यो चाहिँ यसको चाहिँ उम्रिने समय हो। अनि यो उम्रिने समयमा चाहिँ यो गिट्टा चाहिँ पाउन सकिन्छ। हाम्रो त अब पाखो खोरिया यस्तै अब सुक्खा जमिन हो होइन। अब उत्पादन कम हुन्छ तर त्यो आफ्नो त्यो त्यति अब कृषि योग्य जमिन नभएको कारणले गर्दाखेरि आदि चाहिँ त्यो अन्नबालीले धान्छ भने आदि समय चाहिँ हामीले त्यो जरीबालीले चाहिँ धान्छ कि गुजारा चल्छ। किनभने त्यो चिज भनेको अब धेरै पानी पनि नचाहिने, जस्तो अहिले चाहिँ यसरी मौलिन्छ। अब त्यो चैत वैशाखतिर त अब 6 महिना पानी पर्छ, 6 महिना पानी पर्दैन। 6 महिना पानी नपरे पनि त्यो जमिनभित्र बस्ने चिज हो, त्यो सुकेर जाने पनि हो, त्यो कुहिएर जाने पनि होइन। त्यस कारण चाहिँ त्यो बेलामा चाहिँ अड्कलेर निकाल्यो। चट्ट चाहिँ कस्तो खालको कुन प्रकारले बनाउने अब आफ्नो प्रकार हुन्छ। त्यो कसैले पोलेर चाहिँ चट्ट बोक्रा सोक्रा फाले खुर्केर चाहिँ मजासँग पोलेर खाइन्छ भने, कसैले चाहिँ अनि मजाले चाहिँ धुई पखाल गरेर चाहिँ अब त्यो सफा गरेर चाहिँ उसिनेर खाइन्छ, कसैले चाहिँ अब तरकारी बनाइन्छ। हरेक त्यो बनाउने प्रकारहरू हुन्छ। त्यो जस्तो मन लाग्यो त्यस्तै खालको प्रकार बनाएर चाहिँ आइटम छुट्टै आइटमहरू छ, त्यसरी बनाएर चाहिँ खानलाई राम्रो, शरीरले पनि राम्रो, उतातिर अब भोक पनि तार्यो, भोक पनि मेट्यो। त्यसरी चाहिँ अब जीवन चलाउने काम गर्छ।
अब यो वैशाखदेखि यो तोम्यो भने चेपाङ समुदायले 4वटा विचार गरेको छ जस्तो लाग्छ। यो चिउरीको जातहरू चाहिँ लाङ्यो, तोम्यो, जायो, चितायो भन्ने यो 4वटा प्रकारको चाहिँ चिउरीहरू छ। यो सबैभन्दा तोम्यो भन्ने चाहिँ एकदम अगाडि पाक्दो रहेछ होइन। यो चाहिँ जेठ महिनादेखि जेठको फर्स्ट विकदेखि नै त्यो पाक्न थाल्छ। त्यो पाकेपछि त्यसले चाहिँ मान्छेलाई त्यो खानाकै काम गर्ने क्या। त्यो चाहिँ उनीहरूले लगातार विभिन्न त्यो 4 प्रकारकै चिउरीहरू पाक्दाखेरि चाहिँ लगभग असार महिनाभरि नै उनीहरूले चिउरी खान पाउँथे। अब असार महिनापछि त अब यो अगौटे बालीहरू पाक्थ्यो, सामा पाक्थ्यो, कागुनोहरू पाक्थ्यो। पहिला सामा कागुनो पाकेपछि अब त्यसलाई फेरि खाने, त्यसपछि मकै पाक्थ्यो। यस्तो थियो कि त्यसले गर्दाखेरि चिउरीलाई पनि एउटा अभिन्न अङ्गकै रूपमा अन्नको खानेको कुराकै हिसाबले लिन्थे। र अर्को कुरा चाहिँ यो चेपाङहरूले चाहिँ यो चिउरी नजिक राख्थे। किन भन्दाखेरि दुना तपरीहरू बुन्नु पर्दा चाहिँ त्यो चिउरीकै पातहरू प्रयोग गर्थ्यो। तुरन्तै जाने, त्यो चिउरीको पातहरू ल्याउने, दुना तपरी बनाउने, त्यहाँ खाने। भोज भतेर पर्दा पनि अहिले पनि चेपाङमा जानुभयो भने चिउरीकै दुना तपरीहरू प्रयोग गर्छ। फल निक्लिसकेपछि त्यसको भित्रको बिया हुन्छ। त्यो बियालाई चाहिँ त्यो चिउरीको हामी चेपाङ भाषामा येलुङ भन्छौँ होइन। त्यसलाई चाहिँ पेलेर त्यसलाई घिउ निकालेर चाहिँ भुटन बनाउने। अनि त्यो चाहिँ हामीले पहिला हाम्रो खासै तोरीहरू यताउति अरू ऊहरू खासै धेरै हुन्थेन। किन नलागेको मलाई त्यति थाहा भएन होइन। तर हामीले लगभग यो भदौदेखि फागुन महिनासम्म चिउरीको घिउहरू चाहिँ एकदमै चेपाङ गाउँमा प्रयोग गरिरहेको हुन्छ। पहिलादेखि नै अहिले पनि प्रयोग गर्छन्। यो तल्लो साइडतिर चाहिँ अहिले अलिक कम गर्न थाल्यो। अहिले यो दामराङ साइडमा राम्ररी नै चेपाङहरूले चाहिँ यो चिउरीको घिउहरू चाहिँ प्रयोग गरिरहेको अवस्था छ। Mä se tyydylle tsepangan me pokan aitteessa. Se on tsepati. Se on manta vaiti vanha tieni tsep.
जस्तै फेरि हाम्रो यो जुन नवाङ्गे पर्वहरू हुन्छ नवाङ्गे पर्वमा फेरि यो घैया नभनी नयाँ बाली हाम्रो प्रत्येक वर्षको चाहिँ जस्तै यो यही महिनामा यही भदौको महिनामा चाहिँ यो खास त भन्नु त चेपाङको नवाङ्गे पर्व भनेको भदौ 22 भन्छ। भदौ 22 मात्रै नभइकन यो जुन यो के भन्छ जनै पूर्णिमा भन्दा पछाडि यो कुशे औँसी भन्दा बिचको समयमा चाहिँ हामी यो नवाङ्गी फालाकेर चाहिँ पितृ पूजा गरेर सबै सिमी भूमि देव देवता भूमि पूजा गरेर चाहिँ अब यो नयाँ बाली चाहिँ एउटा लिने नयाँ बालीको चाहिँ अब पूजा गर्ने त्यो पितृ पूजा गर्ने त्यो प्रचलन छ। त्यसको लागि पनि हामीले यो भैया चाहिँ आवश्यक पर्छ। रोकी त चेपाङको पहिचान सांस्कृतिक पर्वको संरक्षण नवागी छनाम हस्तान्तरणको लागि सांस्कृतिक अभियान। नमस्ते, अनि मेरो नाम चाहिँ हमेसा चेपाङ, अनि मेरो घर चाहिँ दामराङ, राक्सिराङ 7 मकवानपुर, दामराङ जिल्ला पर्छ। म चाहिँ थोरै चेपाङ गीत गाउन चाहन्छु। अनि गीतको बोल रहेको छ मिखङ्गम नाङनाङको माया भन्ने। मिखङ्गम नाङनाङको माया लुङहाङ नाङको माया पतुकेको छेवाङ तुइक्तिगम नाङनाङको माया मिखङ्गम नाङनाङको माया लुङहाङ नाङको माया पतुकेको छेवाङ तुइक्तिगम नाङनाङको माया सोले स्यावाङको जाबी नाला ऐना पका रेन्तो लाती दाह कान्छा सिन्धुतीका बता म्याङ्काइ तिसा पत्लावा नकुत हङचुरा बाला नाङको लागि सैती गम नाङ जिन्दगीको माला मिखङ्गम नाङनाङको माया लुङहाङ नाङको माया पतुकेको छेवाङ तुइक्तिगम नाङनाङको माया क्रुसा चाङो खुरिया मातेन पाए कान्छ्यावा रमाइलो नाङ्गीमा द्याङ खादा तिखाया।